साथीहरू नमस्कार, स्वागत छ तपाईहरुलाई ज्ञानसागर नेपाल युट्युब च्यानलमा। आज हामी 2082 माघ 7 गते बुधबारको गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री लिएर उपस्थित भइसकेका छौं। भिडियोलाई अन्तिमसम्म हेरेर सुनेर साथ दिनुहोला है त। साथै च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। त सुरु गरौँ प्रश्न नम्बर 1 बाट। 83औं संस्करणको गोल्डन ग्लोब्स अवार्ड 2026 मा म्युजिकल प्लस कमेडी विधातर्फ सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल चलचित्र कुन हो? यसको सही उत्तर छ वन ब्याटल आफ्टर अनदर। अब चलचित्र विधातर्फ हेरौं है त। सर्वोत्कृष्ट फिल्म ड्रामा हेमनेट, सर्वोत्कृष्ट गैर अंग्रेजी भाषा फिल्म द सिक्रेट एजेन्ट, सर्वोत्कृष्ट एनिमेटेड फिल्म के-पप डेमन हन्टर्स, सर्वोत्कृष्ट अभिनेता ड्रामा वाग्नर मौरा द सिक्रेट एजेन्ट, सर्वोत्कृष्ट अभिनेत्री ड्रामा जेस्सी वोक्ली हेमनेट, सर्वोत्कृष्ट अभिनेता म्युजिकल कमेडी विधातर्फ टिमोथी चालामे मार्टी सुप्रिमबाट, सर्वोत्कृष्ट अभिनेत्री म्युजिकल कमेडी तर्फ रोज बर्न इज आई ह्याड लेग्स आइड किक यू, सर्वोत्कृष्ट निर्देशक पाउल थोमस एन्डरसन वन ब्याटल आफ्टर अनदर, सर्वोत्कृष्ट पटकथा पाउल थोमस एन्डरसन वन ब्याटल आफ्टर अनदर बाट नै। अब टेलिभिजन विधातर्फ पनि हेरौँ है त। सर्वोत्कृष्ट सिरिज ड्रामा द पिट, सर्वोत्कृष्ट सिरिज कमेडी म्युजिकल द स्टुडियो, सर्वोत्कृष्ट लिमिटेड सिरिज एडोलेसेन्स, सर्वोत्कृष्ट अभिनेता ड्रामा नोआ वाइल द पिटबाट, सर्वोत्कृष्ट अभिनेत्री ड्रामा रिया सिहोर्न प्युरिवस। यसलाई एकपल्ट फेरि सुन्नुहोस् है त। रिहा सिहोर्न प्लुरिवसबाट, सर्वोत्कृष्ट अभिनेता कमेडी म्युजिकल तर्फ सेथ रोगन द स्टुडियोबाट, सर्वोत्कृष्ट अभिनेत्री कमेडी म्युजिकलमा जिन स्मार्ट ह्याक्सबाट, सर्वोत्कृष्ट अभिनेता लिमिटेड सिरिज बाट स्टेफन ग्राहम एडोलेसेन्स सिरिजबाट, सर्वोत्कृष्ट अभिनेत्री लिमिटेड सिरिजमा मिसेल विलियम्स डाइन फर सेक्सबाट। प्रश्न नम्बर 2, नेपालमा राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ माघ 1 गते। विक्रम सम्वत 2082 को आदर्श वाक्य स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग। प्रश्न नम्बर 3, नेपालमा भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ माघ 2 गते। विक्रम सम्वत 2082 28औं को नारा सबै तहका सरकार सबै नागरिकको तयारी भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी। विक्रम सम्वत 1990 माघ 2 गतेका दिन 2:24 जाँदा गएको महाभूकम्पको स्मृतिमा 2055 सालदेखि हरेक वर्ष माघ 2 गतेका दिनलाई भूकम्प सुरक्षा दिवसको रूपमा मनाउँदै आएको छ। प्रश्न नम्बर 4, राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा हालै प्रकाशित तथ्याङ्क अनुसार नेपालको ग्रामीण क्षेत्रमा गरिबीको रेखामुनिको जनसङ्ख्या कति रहेको छ? यसको सही उत्तर रहेको छ 24.66%, सहरी क्षेत्रमा 18.34% रहेको छ। नेपालको औसत राष्ट्रिय गरिबी दर 20.27% रहेको छ। प्रश्न नम्बर 5, सरकारले राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका 2082 कहिले स्वीकृत गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 82 पुस 3 गते। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम खारिज गर्ने निर्णय गरेको हो। यसअघि सञ्चालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका 2075 खारिज भएको छ। 2075 को निर्देशिका अन्तर्गत सञ्चालनमा आएका रोजगार व्यवस्थापन सूचना प्रणाली र हस्तान्तरण भएका विषय यसै निर्देशिका अन्तर्गत परेको मानिने व्यवस्था गरिएको छ। प्रश्न नम्बर 3,
सरकारले मौरिसससँग दोहोरो कर मुक्ति सम्झौता खारेज गर्ने निर्णय कहिले गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2082 कार्तिक 12 गते सन् 2025 अक्टोबर 29 तारिकका दिनमा। सरकारले विक्रम सम्वत 82 मङ्सिर 24 सन् 2025 डिसेम्बर 10 का दिन मौरिससलाई यस सम्बन्धी औपचारिक पत्र पठाएको थियो। लागू हुने मिति विक्रम सम्वत 2083 साउन 1 बाट सम्झौता भएको मिति सन् 1979 अगस्ट 3 मा। प्रश्न नम्बर 7 संयुक्त राष्ट्रसङ्घले सन् 2026 मा विश्व अर्थतन्त्रको वृद्धि दर कति हुने प्रक्षेपण गरेको छ? यसको सही उत्तर रहेको छ 2.7%। सन् 2025 मा विश्व अर्थतन्त्रको वृद्धि दर 2.5% रहेको थियो। अमेरिकी शुल्क वृद्धि, आर्थिक अनिश्चितता र भूराजनीतिक तनावले विश्व आर्थिक वृद्धिको अनुमान घटेको बताइएको छ। राष्ट्रसङ्घका अनुसार कोरोना महामारी अघि 2010 देखि 2019 को औसत विश्व आर्थिक वृद्धि दर 3.2% रहेको थियो। प्रश्न नम्बर 7 अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ डिसेम्बर 5। सन् 2025 को नारा एभ्री कन्ट्रिब्युसन म्याटर्स, हरेक योगदान महत्त्वपूर्ण हुन्छ। स्वयंसेवकको योगदानलाई सम्मान गर्ने र स्वयंसेवकको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रबन्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् 1985 देखि मनाउन थालिएको हो। प्रश्न नम्बर 9 नेपालमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स AI केन्द्रको स्थापना कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2082 कार्तिक 24 गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा AI केन्द्र स्थापना गरिएको छ। तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले कार्तिक 24 गते मन्त्रालयभित्रै केन्द्रको उद्घाटन गरेका हुन्। जेन्जी आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सृजना, नवप्रवर्तनलाई डिजिटल रूपान्तरणले मात्रै प्रभावकारी रूपमा समेट्ने भएकोले त्यसका लागि महत्त्वपूर्ण AIमा काम गर्न केन्द्र स्थापना गरेको जनाइएको छ। प्रश्न नम्बर 10 राष्ट्रिय युवा सेवा कोषले 2082 को अरनिको युवा कला पुरस्कार कसलाई प्रदान गर्यो? यसको सही उत्तर रहेको छ सुरेम देसार। ललितपुर जिल्ला चापागाउँका देसार 2 दशकभन्दा बढी समयदेखि नेपाली आधुनिक चित्रकला कर्ममा सक्रिय हुनुहुन्छ। त्यस्तै कोषले नारायण गोपाल युवा सङ्गीत पुरस्कार गायिका रिता केसीलाई प्रदान गरेको हो। प्रश्न नम्बर 11 आबाल ब्रह्मचारी खडानन्द प्रतिष्ठानले खडानन्द राष्ट्रिय पुरस्कार 2082 बाट कसलाई सम्मानित गर्यो? यसको सही उत्तर रहेको छ तिल विक्रम नेङमाङ बैरागी काइला। पुरस्कार राशि रहेको छ 1 लाख। खडानन्द क्षेत्रीय पुरस्कार काशीनाथ तमोट पुरस्कार राशि रहेको छ 51,000 र पुरस्कार राशि रु 2 लाख। प्रश्न नम्बर 12 अरुण तमोर र सुनकोशी नदीको सङ्गमस्थलमा रहेको विशाल ढुङ्गालाई के नामले चिनिन्छ? यसको सही उत्तर रहेको छ खुवालुङ। धनकुटा, भोजपुर र उदयपुरको सीमा क्षेत्रमा अवस्थित यो ढुङ्गा किरात राई समुदायको सांस्कृतिक आस्थाको केन्द्र मानिन्छ। प्रश्न नम्बर 13 मन्टेश्वरी शिक्षण विधिका सुरुवातकर्ता को हुन्? यसको सही उत्तर रहेको छ मारिया मन्टेश्वरी। यहाँ अरू पनि विधिका सुरुवातकर्ताहरूको नाम दिएको छ जस अन्तर्गत अवलोकन विधिका सिम्पसन, समस्या समाधान विधिका जर्ज पोलिया, घटना अध्ययन विधिका फ्रेडरिक ली प्ले, छलफल विधिका प्लेटो, प्रश्नोत्तर विधिका सुकरात, निगमन विधिका अरस्तु। प्रश्न नम्बर 14 एसिया कोअपरेसन डायलग ACD को स्थापना कहिले गरिएको हो? यसको सही उत्तर रहेको छ सन् 2002 जुन 18। नेपाल सन् 2016 मार्च 10 मा ACD को सदस्य बनेको हो। प्रश्न नम्बर 15 नेपालको संविधानको इतिहासमा वर्तमान संविधान कतिऔं संविधान हो? यसको सही उत्तर रहेको छ 7औं। नेपालमा हालसम्म जारी भएका संविधानहरू यस प्रकार छन्। क नेपाल सरकार वैधानिक कानुन 2004 लागु मिति 2005 वैशाख 1 तर लागु हुन नसकेको। ख नेपालको अन्तरिम शासन विधान 2007 लागु मिति 2007 चैत्र 28।
ग. नेपाल अधिराज्यको संविधान 2015 लागुमिति 2015 फागुन 1 गते। घ. नेपालको संविधान 2019 लागुमिति 2019 पुस 1 गते। ङ. नेपाल अधिराज्यको संविधान 2047 लागुमिति 2047 कार्तिक 23 गते। च. नेपालको अन्तरिम संविधान 2063 लागुमिति 2063 माघ 1 गते। छ. नेपालको संविधान लागुमिति 2072 असोज 3 गते। प्रश्न नम्बर 16। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कुलपति राष्ट्रिय प्रवर्धन पुरस्कार 2082 बाट कसलाई सम्मानित गर्यो? यसको सही उत्तर रहेको छ डाक्टर बसन्त पन्त। पुरस्कार राशि रहेको छ 2 लाख। 2042 सालदेखि विभिन्न व्यक्ति संस्थालाई सम्मानित पुरस्कृत गर्दै आएको प्रतिष्ठानले विज्ञान प्रविधि क्षेत्रमा प्रशंसनीय कार्य गरेका 28 जना व्यक्ति तथा संस्थालाई विभिन्न पुरस्कार, सम्मान र कदरपत्र प्रदान गरेको हो। यो वर्ष विभिन्न 13 वटा विधामा पुरस्कार प्रदान गरिएको थियो। प्रश्न नम्बर 17। आयुर्वेद कुन वेदको उपवेद हो? यसको सही उत्तर रहेको छ अथर्ववेद। आयुर्वेद उपचार विधि मात्र नभएर मानव जीवनका खानपिन, आहार विहारलाई निर्दिष्ट गर्ने विज्ञान मानिन्छ, जसले मानव शरीर, मन र आत्मालाई स्वस्थ तथा सन्तुलन राख्न जोड दिन्छ। प्रश्न नम्बर 18। संयुक्त राष्ट्रसङ्घीय लागु औषधि आयोगले गाँजालाई हानिकारक लागु औषधिको सूचीबाट कहिले हटाएको हो? यसको सही उत्तर रहेको छ सन् 2020 डिसेम्बर 2। प्रश्न नम्बर 19। मुलुक बाहिर कृतिका लेखक लैङसिङ वाङदेल हुन् भने पर्खालभित्र र बाहिर कृतिका लेखक को हुन्? यसको सही उत्तर रहेको छ पारिजात। प्रश्न नम्बर 20। दोस्रो WHO विश्वव्यापी परम्परागत औषधि शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? यसको सही उत्तर रहेको छ सन् 2025 डिसेम्बर 17 देखि 19 भारतमा। सन् 2023 मा आयोजित पहिलो शिखर सम्मेलनपछि हासिल गरिएका प्रगतिको समीक्षा गर्दै आगामी दशकका लागि विश्वव्यापी परम्परागत औषधि एजेन्डा तय गर्नु यस सम्मेलनको मुख्य उद्देश्य रहेको छ। यस वर्षको सम्मेलनमा 78औं विश्व स्वास्थ्य सभाले पारित गरेको विश्वव्यापी परम्परागत औषधि रणनीति 2025-2034 लाई व्यावहारिक रूपमा अघि बढाउने सम्बन्धी वैज्ञानिक, नीतिगत तथा प्राविधिक पहल प्रस्तुत गरिएको थियो। आजलाई यति नै। भिडियो अन्तिमसम्म हेर्न सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। साथै यस्तै भिडियो हेर्न सुन्नको लागि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है त। हस् त, तपाईको दिन शुभ रहोस्। नमस्ते।